हेलो एभ्रिवान, घर छेउकै ढङढङ्गे भन्ने मेलामा जाँदैछौँ। जाँदैछौँ हामी चाहिँ के कस्तो हुन्छ हेर्दै जानु। फ्री नजिकै त्यही भएर हामी चाहिँ हिँड्दै जाँदैछौँ। कोही अगाडि कोही पछाडि हुनुहुन्छ। अब चाहिँ हामी छेउछेउमै आइपुग्यौँ। हामी यहाँको मेलालाई चाहिँ ढङढङ्गे मेला भन्छ र ढङढङ्गे मेलाको मेन पार्ट भनेकै यही ढोल बजाउने हो। अनि यो चाहिँ एक वर्षमा एकचोटि लाग्छ। गाइस यो मेला चाहिँ वर्षमा एकचोटि लाग्छ। अनि कोरोना आएदेखि यो मेला चाहिँ त्यति लागेको थिएन। यसपालि चाहिँ लाग्यो अनि मान्छेहरू पनि आउँदै हुन्छ, कोही जाँदै हुन्छ यहाँ चाहिँ। अनि यहाँनिर चाहिँ गाइस चाहिँ हामी हेरौँ त अब कलेज इच्छा कति हुन्छ है। 10 रुपियाँ चाहिँ दिउँ। अनि मैले चाहिँ चिम्टी किने गाइस। अनि यहाँ खेल्ने कुराहरू पनि थियो। अनि यहाँ चाहिँ जेलीहरू लड्डुहरू पनि राख्नुभएको थियो बेच्नको लागि। अनि मैले चाहिँ बुनियाको लड्डु देखेँ अनि मलाई मनपर्छ हामी सबै प्रकारको खानेकुराहरू किनेँ। अनि सबै प्रकारको खानेकुराहरू केहरू किनेर हामी चाहिँ बाहिर निस्क्यौँ। अनि अघि डाइसमा पारेको पैसा चाहिँ लानु हुँदैन भनेर हामीले फेरि त्यहीँनिर युज गऱ्यौँ। अनि अब चाहिँ जानुपर्ने हुन्छ। अनि यहाँ बाटोमा चाहिँ आन्टीले लिची बेच्न राख्नुभयो। गाइस यस्तै भयो ब्लग 2082 को ढङढङ्गे मेला। रमाइलो भयो कि कस्तो भयो ब्लग चाहिँ सुन्ने कि सुन्नेन। पहिले जस्तो थिएन। पहिले चाहिँ कस्तो दामी त कोरोना आयो अनि त्यहाँदेखि चाहिँ अलिकति। अनि मैले चाहिँ मेमोरी हुन्छ भनेर भ्लग गरेको थिएँ। साउन्ड आयो कि आएन। अनि अहिलेसम्म हेरेर साथ दिनुभएको धेरै धेरै धन्यवाद। अर्को भिडियोमा भेट्यौँ। बाई गाइस।